Hello guys, good morning. Welcome to my mini vlog. आज चाहिँ देखो म बसबाट रिफाबाट मनमा जाँदैछु अनि यो चाहिँ रिफा हो अनि त्यहाँ स्टप आएको थियो त्यहाँनिर मैले मेरो क्यामेराको जुमिङ चेक गरेको त्यहाँ दाइहरू काम गर्दै हुनुहुँदो रहेछ अनि त्यस पछाडि हामी चाहिँ गयो चाहिँ नेपाल बस्दै नेपालको याद दिलाउने हैन एकदम अनि घरको याद पनि आयो अनि यहाँ चाहिँ हामी थोरै मात्रै थियौँ 2-3 जना तर मनमा पुग्दा ओर्दासम्म त पुरै बस भरिसकेको थियो आज बसबाट ट्राभल गर्दिउँ भनेर यो चाहिँ मैले नेपालको जस्तो ठेला देखेँ क्या पानीपुरी पसलको याद आयो अनि यो चाहिँ एकदम राम्रो छ ठाउँ यहाँ सानो बच्चाहरू चाहिँ साइकल कुदाउँदैछ यो चाहिँ बस स्टप रहेछ होइन इसा टाउनको अनि यो चाहिँ हेर्नु न जडीबुटीको याद आयो क्या त्यो अनि यसो हेरेको त्यहाँनिर फ्रुट सफर पनि रहेछ एकजना अङ्कलले बेच्दै रहेछ बाटोमा फुलको सप अनि यो चाहिँ डुब्लीको म्याकडोनल्ड्स हो यहाँ चाहिँ हाम्रो साथी मेरो साथी काम गर्थ्यो क्या अनि उसको याद आयो यो चाहिँ हाम्रो पुरानो एकोमेन्डेसन जाने बाटो अनि यो चाहिँ मनामाको बल्ल 2 घन्टामा टावर देख्नु पाएर म चाहिँ खुसी भएर यो चाहिँ मनामा गेट अनि यहाँबाट केएफसी हो मनामाको गेटै भनौँ न हैन अनि त्यस पछाडि चाहिँ म सुन पसलतिर गएँ यो चाहिँ हाम्रो नेपाली दाइ यो चाहिँ नेपाली दाइहरूकै सुन पसल अनि यो चाहिँ मेरो छोराको लागि बर्थडे गिफ्ट 2 वर्षपछि अब घर जाँदैछु अनि मेरो छोरालाई गिफ्ट बनाइदिएको अब हैन मेरो बिचरा सानो छोरा 9 वर्षको छोराको लागि हो मेरै साइजको पछि समयको लागि भनेर मैले यहाँ नक्कल पार्दै भिडियो बनाउँदैछु टिकटक त बनाउनै पर्यो चाहिँ घरमा आएर यसो फोटो खिचिदिउँ न त मेरो छोरालाई पठाउनको लागि थ्याङ्क यू फर वाचिङ गुड नाइट एभ्रिवान